आज म एक्सपेन्सको केही कन्सेप्ट एक्सप्लेन गर्दैछु। देयर आर टु टाइप्स अफ एक्सपेन्सेस। एउटा हो प्रिपेड एक्सपेन्सेस अनि अर्को आउटस्ट्यान्डिङ एक्सपेन्सेस। नर्मली भन्नुपर्दा प्रिपेड एक्सपेन्सेस भनेको त्यस्तो एक्सपेन्सेस हो जुन कम्पनीले एडभान्समा पेड गरेको हुन्छ तर त्यसको बेनिफिट स्टिल कम्पनीले रिसिभ गरेको हुँदैन। यसलाई प्रिपेमेन्ट अन एन इन्कम र अपफ्रन्ट पेमेन्ट भनेर पनि चिन्ने गरिन्छ र यो हाम्रो कम्पनीको लागि अथवा कुनै पनि अर्गनाइजेसनको लागि चाहिँ करेन्ट एसेट्स हो। त्यसैले हामीले ब्यालेन्स सिट बनाउँदाखेरि ब्यालेन्स सिटको एसेट साइडमा करेन्ट एसेट्स भनेर ट्रिट गर्ने गर्छौँ। प्रिपेड एक्सपेन्सेसको एउटा इक्जाम्पल्स हेरौँ न त। लेट्स सपोज हामीले हाम्रो बिजनेसको इन्टरनेट सर्भिसको रिचार्ज नेक्स्ट इयरको लागि प्रिपेड गर्यौँ भने जबसम्म त्यो इन्टरनेट सर्भिस युज हुँदैन अथवा टाइम एक्सपायर हुँदैन तबसम्म त्यो प्रिपेड रिचार्ज हाम्रो कम्पनीको लागि एसेट्सको रूपमा हुने गर्दछ। त्यस्तो एक्सपेन्सेस जुन एक्सपेन्सेसबाट कम्पनीले पहिले नै बेनिफिट लिइसकेको हुन्छ तर स्टिल पेमेन्ट हैज नट एट पेड, यसलाई आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनिन्छ र यसलाई हामीले ड्यू पेमेन्ट र अक्रुड एक्सपेन्सेस भनेर पनि भन्ने गरिन्छ। आउटस्ट्यान्डिङ एक्सपेन्सेसको पनि एउटा इक्जाम्पल्स हेरौँ न त। यदि बिजनेसले त्यो करेन्ट इयरमा अलरेडी इलेक्ट्रिसिटी कन्ज्युम गरिसकेको छ तर त्यसको पेमेन्ट स्टिल ड्यू छ अथवा तिरेको छैन भने त्यस्तो एक्सपेन्सेस आउटस्ट्यान्डिङ एक्सपेन्सेस हो जुन बिजनेसको लागि लाइबिलिटिजको रूपमा हुने गर्दछ।